भगवानले कल्याण गरेर परमात्मा ल अब उहाँलाई भजन गरौँ नि अनि पूजामा भोकेर हानी हो पहिला भजन गरौँ हाम्रो त भोकेर आएर हो त्यसो हो हजुरबाको मेरो यस्तो दामी निकाल्नु त एउटा होइन त्यो एउटा गाडीमा जति आउँछ 5 माला यहाँ छ हाम्रो त आएन कपाल काट्न त भेट्दैन केही नकाट्ने आउँछ त्यो चाहिने नि एउटा मान्छे नि हो त्यहाँ होइन ऊ त्यो कलश गर्छ मात्रै हो सब हो अब कलशमा एउटा चाहिने देवता छैन शिवराजु बताएन जब गीताय नारायणाय सूर्य के विभूषिताय गौरी सुताय गणनाथन देवता छैन श्रीराधि बताए नमः देवता सहित हम श्रीराधि बताए नमः नम केते गौक्षा से देवता कन्येति सभात सदान प्रसंग करे सभासादि जयंती सत्तमीर्गे देवी भवः अब यो माला लगाइदिनु चाहिँ एकजनाले ओम सचिन त्यसो म आङ्ना लागेको पनि यहाँ किन आउँछ ओम सचिन प्रभा सचिन मुखाम श्रेदाः सचिन तार्छु अरेछने सचिन प्रसुतिर दरातो सोचिनी बनायो है एकपल्ट खुवाउने हो सचिन इन्द्र प्रभा सचिन मुखाम श्रेदाः सचिन ता दिदी बहिनी अगाडि मङ्गल पर्दै जानुपर्ने हुन्छ हजुर दिदी बहिनी अगाडि वा पछाडि हाल्छ है हरि सदैव तदेव तारा बलम
दाई आइले दाई आउनु त दाई हाल्नु पैसा ल ताली ल दुला आदमी बाबुले चाहिँ पैसा दिएर तपाईँहरूले घुम्नु पर्यो नि पैसा दिनुपर्छ आमाहरूलाई गाडीमा एकपल्ट बुझाएर उसैले हो नि खुट्टा बसेर बसिया चाहिँ पैसा दिँदैन तिम्रो मामाले पैसा राख थोरै मान्छे किन मङ्गलम पढाइ कालसम मङ्गलायतन हरे शुभलागन भो प्रस्थान गर्नु लागि हजुरबालाई मङ्गलबारलाई नमः हजुर नानी बोल्नु पर्यो यहाँ फोटो आउने होला नि भाइ कुहुको बिहे भनेर 12 बजे लड्दै पर्दै नि आइन्छु म लडेर दुईटा अङ्कल अब दिनभर घुम्नु पहिले 12 बाटो
ए साइबाट टिका लगायो यो साइपटल टिका लाउनु पर्यो मैले नि बोकेको थिएँ जन्मांतानी श्रवण पदे पदे पापानी जन्मांतानी श्रवण संतो त्यो माला भाइ हरि ओम स्वस्ति न इंद्रो व्रत स्वाहा स्वस्ति न बोधा विषवेदा स्वस्ति न दारिठो अरिठनिहि स्वस्ति नो बृहस्पतिर्दातो मंगल वासुदेवाय नमो नमः भक्तिदा सुतगणय भरात्रे वार्षिवेन चिराणि रूपमसिन अव्यक्तं विष्णुनिखाणं मम्मैखाणं सर्व लोकमैखाणः स्वस्ति न बोधा विषवेदाः स्वस्ति न तारिठो अरिठनिः स्वस्ति नो बृहस्पतिर्दातो मंगलं भगवान् विष्णु मंगलं गरुडध्वज मंगलं पुंडरीकाक्ष मंगलाय तन्हरि ओम शिवलागन हरि ओम स्वस्ति न बोधा विषवेदाः स्वस्ति न तारिठो अरिठनिः स्वस्ति नो बृहस्पतिर्दातो मंगलमूर्तये नमो नमो भवरात्रि पार्श्वे निखाण सर्वलोकम निखाण ओम शुभलागन हरिठो हरिठनिः स्वस्ति नो बृहस्पतिर्दातो ओम मंगलमूर्तये नमो नमः ओम हरिठनिः स्वस्ति नो बृहस्पतिर्दातो ओम मंगलमूर्तये नमो नमः ओम मंगलमूर्तये नमो नमः बहुरात्रे पार्श्वे न क्षेत्राणि रूपमसिन व्याक्तं निखाणं मम खाण ओम शुभलग्न ओम मंगलमूर्तये नमो नमः नमो गावे मंगलमूर्तये नमो नमः ओम मंगलमूर्तये नमो नमः नमो मई बाध्याय विराजो दोहक पदेन कसो पाउ दिनु पर्यो पहिला पाउ धुनी बस सेतो बाहिर आएर भित्र देखिएन नि त फेरि कसो दोहक कसले विराजस्य किम नाम कसो दोहक ल ब्राभो बुवा सिम्पल यसो शिरमा चढाउने एकचोटि चट्टा खाइदिने च्याक्क भएको विराज दोहमै दादे विराज दोहक कोदेनु कसे दोहक कसे देनु विराजस्य किम नाम कसे दोहक कबरीकोले ट्याक्का टिका लगायो टिका लाउने ज्वाइँले अनि त्यही हातले भर्खर पहिलो ताले बिहे ल ब्रो नमस्कार गर्ने अनि साइड लाग्ने ल अब सीताको हजुरले छोरीको माथि कसदो हक कसदे विराजस्य किम नाम कसदो हक बिहेमा बिर्सिया तिमीहरूले अक्षर सँगसँगै हो
सरीबाट पनि यो चाहिँ यहाँ फोटो नाची राजन जब छोरी भन्नु नन्द प्रसाद तिम्रो परेन निर्वाचनमा आयो होइन मेरो परेन त्यसमा त माथिको हट्यो नि त नन्द प्रसाद हट्छ त्यही त भने गुरुदत्त ओ नानो हाम्रो त्यो सिद्धि हो बेलै ठिक छ अब यस्तै हो अब मैले त काम गरेको छिने दिनमा भातमा रमाइलो ओ सुरु गर्न यहाँ बन्द हुने बेला हुन्छ छिटो छिटो गएर त्यो मन्दिर 10 बजे बन्द गर्ने फेरि अर्को तनाव आइसक्यो प्रक्रिया अगाडि बढाउँदै गरौँ त्यही भने त्यही गर्न यो पछाडि गर्नु तपाईँ अलिकति अगाडि अरू काम बनाउँदै टिका लाने नजिक मात्रै पर्दै भयो बोलिदिनु पर्यो कि ल्याउ म हालिदिन्छु तिमी खाना तिमीलाई रात पर्छ बेलै देख्छ अनि म पानी हाल्छु हजुर बाबा छ नि अहिले पछाडि छुँदैन भाले हात भेट्नु नै भएर शुभ पुण्य मुहूर्त कनिका
कुमार आश्रिते श्री सूर्य हे वृषराज देवगुरु मिथुन राशि ताम्रमसि अनुमाति ह कौण्य गोत्रोत्पन्न से कौण्य वास दिने प्रवर समाधिया सागिन अध्यायन गोत्रोत्पन्न हो मम चूड़ामणि नाम पौत्रीं खिलपसरमम पुत्रीं कन्यार्थिनी वराय प्रयत ब्राह्मण हरि ओम स्वस्ति मातया मम मम उमादि शक्ति प्राणोत्तर सम्भव प्रार्थम धर्मार्थ काम मोक्ष तत्त्व एकैचोटि हुन्छ है त हरि ओम स्वस्ति स्वाहा स्वस्ति नमो गा विश्ववेदा शुभ लागन हो मङ्गलम मुहूर्ताय नमो नमः बाबु त्यो हात लगाएर जमिनमा छोडाइदिनु पर्यो हामीले चाहिँ छोडिदिने हामी कन्यान दिनेहरूले छोडिदिने ओ मङ्गल मुहूर्ताय नमो नमः पत्नी तेन त बिहान सम्प्रति ओम तत्सत नमो नमः ल शैलेशसँग बस्नु ब्राउ ओम मङ्गल मुहूर्ताय नमः ल बुवा जोडी बस अब उद्यो अक्षरै चतेन सुने बहरात हे पार्श्वे दुबुका लगाइदिनु हुन्छ हो बस त्यति भइदिनु नमस्कार श्री चतेन सुने बहरात पार्श्वे नक्षत्राणि रूपमासिनो बाबु बस्यो अब तिनले कति माइती लुक्नु पर्यो यो समय दिनु पर्यो लिएर जानु ओम स्वस्ति नभो गा विश्ववेदा स्वस्ति न तारिठो हरिठनी स्वस्ति नो बृहस्पतिदा स्वस्ति नभो गा विश्ववेदा स्वस्ति न तारिठो हरिठनी ओम मङ्गल भन्छ अब लडातमा टेक्क लगाइदियो बटा हो त्यसरी बटाल्नु बटा नखचाल्ने के भएन ओम मङ्गल भन्छ बिर्को लाग्यो बाबा यो निकालिदेऊ न कान्छ पापा त्यहाँ पुरै भाग्य हो कि हाम्रो भाग्य हो चन्द्रमा मनसो जात चक्षु सूर्य जात श्रोता प्राण समुखा जात धपम आग्रवैन्दी अङ्कल दुई तिर बसेर वासुदेवाय ओम जदाय नमो नमः महादा कर्मणि कृतस्य संकल्पस्य प्रणातम यज्ञ प्रणफलवति भैष्ठ खान्दातु अहम सूर्य दी छानि यदि सिंहम सम्पूर्ण यादि वन्दे मस्तम तीन बल भनि है ओम अच्युताय नमः ओम अच्युताय नमः ओम अच्युताय पूर्ण भए हरि ओम देखो शान्ति अन्तरिक्षको साधन सदाय शान्ति निषेधेरा शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति शान्ति रे कान्छ मलाई एक टिका लाग्यो फुट्टै गर्नु पर्यो नगए नमो भगवती वासुदेवाय
बुढालाई कुर्नु पर्यो त्यो हामीले हामी त सक्दैनौँ है छोरी आफ्नो बुढाकै कुरा ल्याउने हो जो अब उता उसकै खानाबाट खायो दिने हजुरले छोरी म कहाँ हेरेर हात्ने ल राइट ह्यान्डले खैले टक्क लाएर जसलाई यसो घुमाएर बस के कसरी फोटो राम्रो आउनु पर्यो अहिले ट्याक्क खुवाइदिउँला पहिला जाने ओम नमो भगवते वासुदेवाय हरि ओम स्वस्ति न इन्द्रो वृद्धस्वाहा स्वस्ति न मूर्धा सवेदाः धेरै चिसा पछाडिबाट कसले खुवायो कसले खुवायो खुलायो भइहाल्यो मन्दिर घुम्न जा है ठाकुर ठाकुर अब एकचोटि मङ्गलाय हरि तदेव लग्नं श्रीनं तदेव ताराफलं चन्द्रबलं तदेव ओम मङ्गलमूर्तये भगवान्सँग चाहिँ साक्षी राखेर चाहिँ हामी सबैको चाहिँ सहमतिमा चाहिँ तपाईँले प्रण गर्नु भएको छ है हामी जन्तीको उद्देश्य पनि यही हो हामी किन आउनु पर्ने ल अब अगाडि बढौँ ल अगाडि लाएर ल ल ल ल अब चेतै गर्छ यता एक राम्रो म देउराले पुग्दाखेरि तुले कहाँ पुऱ्याइसकेको थिएँ अब 7 बजी पुऱ्याइसकेको थिएँ गर्गती तौडाले माथिपट्टि दुला बस्नुपर्छ भनिदियो बन्द गर्दै हुन्छ घराघर भन्ने नि ल्यायो भनेर यहाँ त भर्खर लानु पो लाग्यो होइन हामीले चक्ला ल्यायो भने गाडी यति जानुपर्छ कि सारी एकदम उ गरेर फेरि त्यहाँ फर्किँदा फर्काउन पुग्ला है तल हेरेर बिस्तारी बिस्तारी समाज एउटा
ल भाइ ल्याइयो बुढी भन्छ सहस्रपादाशिश्रोभावे सहस्रजे कर्मसाग्ने भगवान् विष्णुरूपस्थवन्दित नारायण नमो नमः दियोमा तपाईँ दिनु पर्यो त ओ भगवान् दिपज्योति अब बाबुले समातेर चलाइदियो त ओ भगवान् दिपज्योति ओम विष्णु नमः ओ भगवान् दियोमा जापानको यही हो अब यही हो भने के गर्नु जापानको यही हो भने मैले त जापानको यही हो भने योबाट डबल दिनु हुन्थ्यो भने मेरो
यहाँ मोबाइल छैन काकीलाई पहिला उ गरेपछि अरूले पछि हेरे नि हुन्छ कि मुख उसलाई थाहा छैन नि त सिकाउनु पर्यो नि त के थाहा